वेलकम ब्याक टु माई युट्युब च्यानल है। म चाहिँ अहिले ठ्याक्कै बल्ब आइपुग्यो होइन, बल्ब आइपुगेको छ। अनि यो गाडी चढ्नुको छ, टिकट काट्न बाँकी छ। पुरै गाडी चाहिँ लाइन भइरहेको छ होइन। अनि सक्नुहुन्छ पुरै लाइन छ कि। अनि अहिले एकछिन म चाहिँ टिकट काटेर जान्छु। पुरै प्याक छ बाटो नै, माथि पुरै टिकट काट्नुपर्ने थियो म चाहिँ। अनि अहिले एकछिन टिकट काट्छु। लास्ट प्याक छ गाडी पनि, सिट पाउनै गाह्रो छ, प्याक भइरहेको छ अहिले त। अनि त्यही हो, बाटोमा बिचमा भेटौँला गाडी छैन अहिलेलाई चाहिँ। म ट्याक्कै टिकट काट्न जान्छु अब चाहिँ। गाइस म चाहिँ अब काउन्टरतिर लागेँ है। टिकट कति रहेछ हेरौँ, टिकट भाडा कति रहेछ हेर्छु। छ नत्र बाइकमा जान्छु म। त्यो बाइक पाएको थियो एउटा, अब त्यहाँ गएर बुझ्छु एकचोटि टिकट काउन्टर त्यहाँ माथि छ, र त्यहीँ जान्छु म। त्यहाँ गएर बुझ्छु एकचोटि है गाइस, त्यहाँ गएर बुझ्छु म एकपल्ट कति छ भाडा। हेटौँडा टिकट कति रहेछ हेरौँ न अहिलेलाई। के छ टिकट काउन्टर त हो, यस्तै ब्याग छ यार। कहाँ छ टिकट काउन्टर? टिकट कति छ हेटौँडाको लागि? हेटौँडाको लागि यता म एकजना हो। 1000 रुपियाँ गाइड। बाइकमा पनि त्यही भन्दा थियो, म चाहिँ अब के अरे बाइकमै जान्छु। 1000 रुपियाँ अरे, अब त्यहाँ लग्यो भने जानुपर्छ उतै। 1000 रुपियाँ ठिकै हो। आमा पहिला त 850 लिँदा अहिले 1200 1300 1500 रहेछ हो। अनि एकजना चाहिँ 1500 रहेछ। अब एकजना चाहिँ 1000 रे अब बाइकमा नि 1000 रुपियाँ भन्दै थियो। अब बाइकमा जानु पर्ला, म चाहिँ बाइकमा सजिलो हुन्छ होला। तर पानी पऱ्यो भने चाहिँ जाउ हुन्छ है, पानी पऱ्यो भने चाहिँ जाउ हुन्छ। पुरै प्याक चाहिँ म लाग्दैछु एउटा गाई। सामान छ मेरो पनि, सामान छ कि अलि धेरै। अब बाटोतिर भेटौँला होइन। अहिलेलाई चाहिँ यहीँ इन्डिङ गर्छु म। अब बाटोतिर भिडियो गर्छु म, बाटोतिर भेटौँला है त गाइस। ल अहिलेलाई चाहिँ किनै अब बाटोमा गएर गाइस लाग्यो अब हेटौँडा हामी पनि है। साह्रो गरेर अब हावा खाँदै जाने हो। दाजु हामीलाई टक्क हावा खाँदै जाने लाग्दैन। अब दक्षिणकाली मन्दिरको दर्शन गर्दै लाग्यो बाटो है त। पानी मौसम पनि कस्तो त मधुरो भइरहेछ, घाम लागिरहेको छैन। बिहानभरि पानी पऱ्यो, रातभरि पनि पानी पऱ्यो। अहिले पुरै चिसो भइरहेछ बाटो, है। अनि हिलो छ क्या, कच्ची बाटोमा त धेरै अप्ठ्यारो हुन्छ। अहिले चाहिँ बिचमा भएर सजिलो भइरहेछ, तर पनि पानी छ। खाल्डोमा झन् धेरै अप्ठ्यारो। अनि हाम्रो दाजु पनि उता निजगढ पुग्ने दाजु रहेछ है। अनि सँगै जाने प्लान भयो हाम्रो, बाटोमा भेट भयो हाम्रो चाहिँ। अनि सँगै जाने भयो, हेटौँडा पुग्ने रहेछ। उता निजगढ पुग्ने भनेतिर धेरै टाढा हुने उहाँको चाहिँ। म चाहिँ हेटौँडासम्म मात्रै हो। बाटोमा अलिकति काम छ नि, त्यता एकछिन वाइट हुन्छ, त्यसपछि फेरि लाग्छौँ हामी यतै। यहाँ अलिकति काम पऱ्यो मेरो।
मजबूरी न देखाऊ न देखाऊ न संग मन जोड़ी दो दूरी दूरी न बढ़ाऊ न बढ़ाऊ न मजबूरी मजबूरी सल्लाहगारी गाइस यहाँ सल्लाहगारी आइपुग्यो हामी चाहिँ बाटो फाइनली गाइज हामी चाहिँ काठमाडौँ क्रस गरिसकेको छ। अब चाहिँ हामी दक्षिण कालीको बाटो हुँदै जानेछु। अर्को बाटो चाहिँ अलि बिग्रेको भएर चाहिँ अब दक्षिण काली हुँदै जाने हो। अहिले चाहिँ त्यस्तै काठमाडौँ क्रस भएको छ। खास बनाएर प्लान चाहिँ बाइकमै जाने प्लान थियो अनि त्यो प्लान चाहिँ अब सक्सेस नहोला जस्तो लागिरहेको थियो। धन्न दाइ पनि उतै जाँदै हुनुहुँदो रहेछ अनि सँगै जाने चाहिँ हामी ट्र्याक्टर भेटेपछि दाइले सोध्नु भयो। त्यसपछि म पनि अब जहाँ बाइकमा जाने मन थियो तर पुरा भयो खुसी छु। अनि दाइले पनि उतै जानुहुने रहेछ दाइ पनि अनि सँगै भयो गफ गर्दै जाने हो हामी होइन। अनि हामी चाहिँ सोचेर अब जङ्गल भिरको भिर जाने भिरको बाटो छ उता चाहिँ जङ्गल त्यति साह्रो भिर जाने हो जङ्गल हो पुरै जङ्गलको जङ्गल जाने हो। आज दाजुभाइ टक्क उयो चाँडै पुगिन्छ होला होइन दाजु? टक्क चाँडै पुगिन्छ। गाडीमा चाहिँ जाम हुने सम्भावना हुन्छ। अलि माथिल्लो बाटो नै साङ्ग्रो छ। एउटा बस छिर्ने बित्तिकै जाम हुन्छ क्या। अनि बाइक कहिले त्यति सानो बाटो पनि छिर्छ बाइक त सानो बाटो चाँडै पुगिन्छ।
भएर त्यति बोल्न मिलेको छैन अहिले म तर रोक्या बेला बोल्छु गाइज अनि उतै भेटौँला है त अनि अहिलेलाई चाहिँ सब भिडियो मात्रै गरेर हिँड्छु बोल्दिनँ खासै म हावाले हाम्रो आवाज राम्रो आउँदैन भिडियो गरेर मात्रै